हेलो गाइस, वेलकम टु माई च्यानल। तपाईँहरूलाई सबैलाई मेरो च्यानलमा स्वागत छ। म मित्र जनकारीमा आज विराटनगर छ महेन्द्र चोकमा छु। यहाँको वातावरण अवस्था लगभग खासै त्यस्तो परिवर्तन त छैन होइन। अब हाम्रो साथै हामी जमिन आएको साथीहरू आइसक्रिम खाँदैछन् है। गाईहरू हेर्नुहोस् यता बच्चाले खानु त्यतिखेर आइसक्रिम खाइरहेछन्। हेलो 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 यता हेरौँ न। हेलो गाइस, के भन्नु खानुहुन्छ? ल आइसक्रिम खानेलाई सबैले सपोर्ट गर्नु होला। कमला आइसक्रिम लभर। अनि ललिता आइसक्रिम किन नखाएको त? तपाईँले आइसक्रिम किन खानु भएन? यो कुरामा जनता जान्न चाहन्छ। जनता जान्न चाहन्छ। अरू सबैले आइसक्रिम खाइरहेको बेलामा अनि जाल्पा तिमीले आइसक्रिम किन खायो त? यो कुरा जान्न चाहन्छ। बच्चा जस्तो क्युट तरिकाले बोल्दाखेरि तिमी बच्चा जस्तो देख्यौ। आइसक्रिम भनेको यो हाम्रो बचपनको याद हो। बचपनको याद हामी एकदम बुढी भयो क्या। कमला तिमीले आइसक्रिम खानुको मुख्य रिजनहरू जनता जान्न चाहन्छ। एकदम मिठो लाग्यो। पर्मिला के भन्नुहोस् न त? निशब्द आउँछ गाइजहरू हेर्नुहोस्। अब अहिले आएर फिलिस नाला भनेर ल हेलो गाइज, मिस्टर तपाईँले चिनेकै साथी जनकारी हो। अनि हामीहरू विराटनगरमा हात तत्कालको लागि इक्जाम दिनको लागि हिँडिरहेका छौँ होइन। हेर्नुहोस् गाइजहरू, के भन्न चाहनुहुन्छ त तपाईँहरू? एकदम खोरेतालको हेर्नुहोस् गाइजहरू, खोरेतालको मुटु बलियो लगाउने आइडिया हो क्या। अनि गाइजहरू तपाईँहरू के भन्नुहुन्छ? ल सबैजनाले बेस्ट अफ लक है। इक्जाम राम्रो होस् होइन। अनि सोचेको जस्तो इक्जाम होस्, सबैजनाको नाम निस्कोस्। म त्यही भन्न चाहन्छु। ओ बसन्ती यता हेर त, के भन्न चाहन्छु? हजुर हजुर ठिक छ। तैँले भनेको जस्तो होस्। नाम कार्कीको नाम अफिस आउँछ, त्यो चिन्ता गर्नु पर्दैन। मेन फोकस भनेको सबैलाई हो। तर गाइजहरू यहाँ हेर पीडित अनुहारहरू धेरै देखिरहेको छ यतातिर। तिनजनाहरू बहुत पीडितहरू छन्। उनीहरू तिनजनाको नाम आओस् गाइजहरू है। नाम निस्कियोस् भन्न चाहन्छु म यति सुन्दरी देख्यो भने त मलाई कसो लाइक कमेन्ट नगर्नु तपाईँले। त्यही हो हाम्रो आज इक्जाम दिएर चाहिँ सकिएको दिन, अर्थात् हामी आज विराटनगरबाट काठमाडौँ जान लागेको छौँ। र मेरो साथी बसन्त र हाम्रो लोकसेटीमा आएका सर म्याडमहरू है, सर्भिसहरू हेर्नुहोस्। पर्मिला अब इक्जामको बारेमा के भन्नु? होइन कि त्यो होइन कि ल्याम्बोर्ड होइन। कमला बाई बाई। हेलो गाइस, वेलकम टु माई युट्युब च्यानल। तपाईँहरू सबैजनालाई मेरो युट्युब च्यानलमा स्वागत छ। म उही पुरानै जनक कार्की होइन। अब हामीहरू विराटनगरबाट तत्कालको लागि इटहरी लाग्दैछौँ है। इटहरी जाँदाखेरि के छ त सर तपाईँको विचार? अनि तपाईँको? हजुर अब कमिला के छ के भन्नु चाहनुहुन्छ त? एकदम के भन्न चाहन्छ त? दिमाग खराब भएको गाजर सुन्नुभयो नि, त्यस्तै हो होइन। अब इक्जाम हाम्रो जनक कार्कीलाई सब्सक्राइब गरेर धेरै धेरै माया दिनु। धेरै माया धेरै ममता होइन। लगाइदिनु। नमस्कार, आज हाम्रो टिकट पर्मिला श्री
हजुर पर्मिला कुमारी राहुलजीले टिकट खोजिदिएकोमा पर्मिलाजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। एकदम धन्यवाद है, तपाईँलाई पनि धन्यवाद। अनि होइन आज विशेष पर्मिलाको कारणले आज काठमाडौँ जान पाएका छौँ, नत्र हामी जानै पाउँदैन। उहाँको नि हात छ त अरे, तपाईँ के भन्नु चाहनुहुन्छ? तपाईँको नि हात छ त अरे, तपाईँ छिटाएर जालपाको पनि हात रहेको छ भन्ने कुरा सुनेको कारणले उहाँको त हात छैन नि, पर्मिला उहाँको चाहिँ हात छैन। ल ठिक छ, तपाईँलाई छोटो हात उहाँको तपाईँहरूको दुईजनाको हात होइन। हाम्रो पर्मिला दोस्त आजको लागि हाम्रो लागि भगवान् भएर आउनु भएको छ विराटनगरमा। नत्र हाम्रो आज भाडा सकिन्थ्यो, यही बस्नु पर्थ्यो, खना थियो हिँडेर होइन। समस्या छ नि, बुझ्नुपर्छ नि सबैले। ऊ पनि होला क्या, पर्मिलालाई स्पेसली थ्याङ्क यू भनेर त्यो मेन्सन गरेर होला। ल स्पेसली थ्याङ्क यू पर्मिलालाई, तपाईँले पनि एकदम सपोर्ट गर्नु होला पर्मिलाजीलाई। हेलो गाइजहरू है, सबैजनाले स्वागत छ। म तपाईँको विजन कार्की। हामीहरू अहिले काठमाडौँ चाबेल पुगिसकेका छौँ, इक्जाम दिएर फर्केर होइन। झुट गर्ने बिहान झुट गर्ने गाइजहरू है। अब हामीहरू काठमाडौँ पुगिसकेका छौँ सकुशलहरू। सबैजनाले सेयर सब्सक्राइब लाइक गरिदिनु होला। हेर्नुहोस् चाबेल अहिलेको हालसालैको काठमाडौँको भ्याली भनौँ न।